फर्का ट्रोल हुन्छ हिजो आज त छक्क पर्छ है। हाम्रो उम्मेदवारजीहरूलाई तपाईँहरूले भोट हालेर जिताइदिनुहोस्। उहाँहरूलाई भोट हाल्नु भनेको मलाई भोट हाल्नु हो क्या। हर्क साम्बाङले एक्लै जितेर तपाईँको म प्रधानमन्त्री बन्ने हो र? बन्न सक्दिनँ नि, एक्लै जितेर त प्रधानमन्त्री बन्न सक्दिनँ। तर हर्क साम्बाङ देशको प्रधानमन्त्री बनोस् भन्ने यदि तपाईँहरूलाई साँच्चै नै लाग्छ भने है तपाईँहरूले हाम्रा उम्मेदवारहरूलाई जिताइदिनुपर्छ क्या। यहाँ झापाको उम्मेदवारलाई मात्रै होइन, हामीले 109 त प्रत्यक्षमा उठाएका छौँ होइन, सबैलाई तपाईँहरूले जिताइदिनुपर्छ। समानुपातिकमा पनि भोट हाल्ने होइन, ओइराउनुपर्छ। भयभरको भोट ओइराउनु है, के छानिराख्नु। पुराना दलहरू यसो हेऱ्यो है, सबै अघि हाम्रो अमृता दिदीले भन्नुभयो, उहाँ आफै पनि केपी ओलीको पार्टीमा कति वर्ष 30 वर्ष समथिङ गरेर बसा केही पनि भएन। यो बालुवालाई कति पेल्नु हो, बित्थामा धुवा मात्रै आउँछ, तेल निस्किँदैन। बालुवालाई पेलेर तेल निस्किन्छ? ढुङ्गालाई पकाइ खानुलाई पकाएको छ 40 वर्ष भइसक्यो, पाक्दैन। कहिले खाने ढुङ्गा पाकेर खाने भने जस्तो हुँदैन भनेर उहाँ यता आउनुभयो, बुझेर आउनुभयो। निष्ठाको राजनीति गर्नुभएको रहेछ। निष्ठाको राजनीति गर्ने अमृता दिदी मात्रै होइन, त्यस्ता तमाम युवा, त्यस्ता तमाम तपाईँको चाहिँ नि होइन अरू दलमा बस्नुभएकाहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु। आउनुहोस्, त्यहाँबाट हुँदैन त्यो है। बिग्रेको रेल तपाईँको चाहिँ नि रेलको डिब्बा छ अगाडि इन्जिन, अनि त्यसले पछाडिको डिब्बालाई कहाँ पुऱ्याउँछ? त्यही स्टार्ट हुँदैन। स्टार्ट भयो भने धुवा निकालेर स्टार्ट हुन्छ, जाँदा जाँदा फेरि पूर्व जानुपर्ने पश्चिमतिर लागेर मर्छ त त्यहाँ बाटोमा क्या। त्यसो भएको कारणले गर्दाखेरि गन्तव्य प्राप्त हुँदैन। पुराना दलहरूले गर्दाखेरि हाम्रो देशको ठुल्ठुला सम्पदाहरू जलेर गयो होइन। हामीले कमसेकम पनि फेसबुक हेरेर यसो आफ्नो मनको कुरा त राख्न पाउँदै थियो। साथीले के भन्यो भने टिकटकमा यसो हेर्न त पाउँदै थियो नि त, युवाले पाउँदै थिएन। ठुलो कुरा चाहिँदैन क्या नेपालीले रमाउनुलाई। म छक्क पर्छु है। एउटा खरे खोलामा झोलुङ्गे पुल थाप्यो भने त्यो झोलुङ्गे पुल हेर्न जानलाई भिड हुन्छ, यतिकै हुन्छ। त्यो झोलुङ्गे पुलमा गएर फोटो खिच्छ क्या होइन। केही चाहिँदैन, फुलबारी पनि चाहिँदैन, काँस फुलिरहेको हुन्छ होइन। सेतै काँस घारीमा गएर चाहिँ टिकटक बनाएर नाचिरहेको हुन्छ। अनि हाम्रा छोराछोरी, हाम्रा नाति नातिनी, हाम्रा चाहिँ भाइ भतिजा, हाम्रा जेन्जी पुस्ता रमाउँदाखेरि के बिग्रियो र? हतार बन्द गरिदिइहाल्ने। फेसबुक पनि हेऱ्यो छैन। सबभन्दा पिर त मलाई परिराखेको थियो। दिनमा 20 वटा जति लेख्छु नि त। त्यो फेरि 20 वटामा के हुन्छ? चेतनै चेतना हुन्छ, विकासका कुरा हुन्छ। त्यो तपाईँको चाहिँ नि के हो त भन्दाखेरि फेसबुक टिकटक सबै बन्द गरिदियो। तपाईँ बोल्न पनि नपाउने, म बोल्न पनि नपाउने। विदेशीले यसो चाहिँ फोन गरेर चाहिँ लाइभमा हेर्थ्यो होइन, आफ्नो श्रीमती, आफ्नो छोराछोरी, आफ्नो श्रीमान लगायतका मान्छेहरूलाई टाढा साथी त्यो पनि सबै बन्द गर्यो। उकुस मुकुस भएर बाँच्नुपर्ने यो देशमा होइन। अनि अर्को उतापट्टि चाहिँ नि षड्यन्त्र गरेर बसिराखेकोहरू रहेछ है। फेरि कहिले चाहिँ यो देशमा भनेर दारा किटेर है, दारा किटेर बसिराखेकोहरूले चाहिँ ठ्याक्कै तपाईँको चाहिँ मौका पायो। ल यतिखेर गर्ने हो भने गडाङडा गुडुङ भयो, देशमा के भयो है। मिसन 84 भनेर हिँडेको मान्छेहरू के को मिसन 84 हप्ता न पत्ता चुनावको चाहिँ लागि हिँड्नुपर्ने भयो। त्यो हिँड्ने बेलामा कति एजेन्डै छैन है। चुनावलाई जिताउनु न नि जे तपाईँको गर्छौँ एजेन्डा भन्नुहुन्छ। मैले भन्न खोजेको कुरा के छ भने पुराना दलहरूबाट निकास आउँदैन, विकास आउँदैन। यो देशलाई निकास पनि चाहिएको छ, विकास पनि चाहिएको छ नि होइन। अप्ठ्यारो स्थितिमा छ, निकास चाहिन्छ। निकासले मात्रै हुँदैन, विकास पनि चाहिन्छ। हुँदैन बाबा, हुँदैन। उहाँहरू आफ्नो निजी सम्पत्ति जोड्नमा, आफ्नो कार्यकर्ताको पालन पोषण र भरण पोषणमा व्यस्त हुनुहुन्छ। त्यो सिंहदरबार त पार्टी अफिस जस्तो थियो। यहाँको उम्मेदवार केपी ओली प्रधानमन्त्री हुँदाखेरि उहाँलाई भेट्न जाँदा म धरान उपमहानगरपालिकाको प्रमुख भएर पनि मैले नपाएको है। फल्नाले फल्नालाई सोध्नुपर्ने, फल्नाले फल्नालाई सोध्नुपर्ने, फल्नाले फल्नालाई सोध्नुपर्ने। 15 जनाको पछाडि तपाईँको चाहिँ नि एपोइन्टमेन्ट लिएर बल्ल हजुर भन्नुपर्ने मैले। म पनि स्थानीय सरकार प्रमुख हो त हौ
है नभेटी आए है यार के भेटिराख्नु है एमालेको तपाईँको छैन पार्टी कार्यालय जस्तो बनाएको सिंहदरबार प्रधानमन्त्री कार्यालय जुन पार्टीको प्रधानमन्त्री जान्छ उसको आफ्नो फेरि पार्टी कार्यालय बनाउँछ घरि कङ्ग्रेसले आफ्नो पार्टी कार्यालय बनाउने घरि माओवादीले आफ्नो पार्टी कार्यालय बनाउने धेरै त एमालेले नै बनायो होला है कङ्ग्रेसले बनायो होला त्यसरी सिंहदरबार जुन सिंहदरबार चाहिँ नेपाली जनताको हैन सेवा सुविधा गर्नेको लागि काम गर्ने कार्यपालिकाको सबैभन्दा तपाईँको मुख्य अफिस पार्टी कार्यालय जस्तो भइसकेपछि न्याय मिल्यो होला यो देशमा हामीलाई जब न्यायालय सर्वोच्च न्यायालय नै तपाईँको छैन पार्टी कार्यालय जस्तो भएपछि सबैजनालाई म भन्न चाहन्छु कुरा अलिकति तिखो आउँछ पिरो आउँछ तर सुन्नुपर्छ किनभने नेपालीलाई चाहिँ खोर्सानी बिना भात पनि रुच्दैन हैन त्यो मसला मैले त बुझेको छु हैन र भात खाँदा पनि जिब्रो पड्काउँदै खानुपर्छ नि त हामीलाई त त्यसले गर्दा पिरो बोल्यो के अर्को सामु है स्वादिलो होस् भनेर त्यस्ता निकायहरूलाई तपाईँको जोगाउन नसक्ने बर्बाद गर्ने भ्रष्टाचारको केस तस्करीको केस मानव तस्करी सुन तस्करी यता त कति हो कति धेरै कुरा नगरौँ त्यतातिर नजाउँ धेरै नजाउँ यो देशको सार्वभौम सत्ता बचाउन नसक्ने पुराना पार्टीहरूलाई अब यसपालि भोट हालेर केही होला ल म झापा 5 बाट भन्न चाहन्छु झापा 5 का मतदाताहरूलाई केपी ओलीलाई फेरि एकचोटि प्रधानमन्त्री बनाइदिएर हुन्छ के हुन्छ राजनीतिक प्रतिशोध साट्ने मात्रै हो है पखै म बनेपछि हेर्लास यहाँसम्म हुनुहुन्छ कि उहाँ मलाई तपाईँको छैन 79 सालमा म त स्वतन्त्र जितेको एउटा सानो फुच्चे मेयर न हो मलाईसम्म आएर विरोध गर्नुभयो धरानमा के भन्नुभयो धराने जनतालाई भन्दाखेरि तपाईँहरूले मेयरै छान्नु जान्नु भएन हाम्रो एमालेको छानेको भए म पानी खुवाउँथेँ भन्नु त्यस्तो पनि भन्ने हो र अरे म त छक्क परेँ है म जन्मिएको थिइनँ होला उहाँले तपाईँको राजनीति गर्दै गर्दा म 39 सालको मान्छे है उहाँ आफै जन्मिनु म त जन्मेकै थिइनँ होला त्यत्रो तपाईँको चाहिँ पाएको बाजे नेताले लोकतन्त्रमा जनताले चुनेपछि त सकिएन नि है भोलि झापाको जनताले समीर तामाङलाई चुनेपछि सकिएन माननीय भन्नु पर्दैन भनेको ए समीर तामाङ फुच्चे केटा त्यसलाई के को माननीय भन्छु म त यस्तो फर्केर बस्छु भन्दा हुन्छ यो देशको निर्णय गर्ने भनेको यो जनता हो कि होइन सार्वभौम जनता हो कि होइन लोकतन्त्रलाई नै नमान्ने हो केपी ओली चाहिँ वास्तवमा भन्ने हो किनभने मलाई जिताएर पठाइसकेपछि यस्तो पनि मेयर हुन्छ न भेटै नमान्ने मान्छे नि तपाईँको चाहिँ लोकतन्त्र मान्छ उसले लोकतन्त्रसम्म नमान्ने मान्छे पनि भन्छु है म चाहिँ त्यस्तो मान्छेले जिताएर मैले भने नि ढुङ्गालाई उसिनेर बाबा पाक्दैन ट्राई नट टु डु नेभर डु द्याट के नेभर डु द्याट त्यो भन्न चाहन्छु हुँदैन के हुन्छ 3-4 चोटि प्रधानमन्त्री भइसक्नुभयो है उहाँले राजनीति गर्दाखेरि म जन्मेकै थिइनँ म यहाँ बुढो भइसकेँ मै प्रधानमन्त्री बन्न खोजिरहेको छु फेरि बाजेले के अरे ठाउँ छोड्दिन भन्नुहुन्छ ए बाबा छक्क पर्छु त्यसले गर्दाखेरि हुँदैन नहुने कुरा नगर्नु क्या झापा 5 लाई मेरो विनम्रताका साथ हुँदैन बाबा प्लिज झापा भनेको तर राजनीतिक हिसाबले सचेत मान्छेहरूको ठाउँ हो सचेत भनेको जीवित हो भन्दैछु त मैले यहाँ त सबै मान्छे जीवित देख्छु त झापा 5 मा त होइन र सजीव मात्रै होइन सचेत पनि छ नि त झापा 5 को मान्छे त त्यसो भएको कारणले गर्दाखेरि यसपालि हैन सूर्य छापमा भोट हाल्नु हुँदैन तपाई एमालेकै मान्छे भए पनि तपाईले माटो चुनाव चिन्हमा भोट हाल्नु सञ्जुलीको माटो चुनाव चिन्हमा भोट हाल्नुस् यही मात्रै पार्टी त्यो पार्टी हो जसले यो देशलाई बचाउन चाहेको छ खुलेर बोलेको छ का अहिले हामी हेर्छौं एमसीसी को कुरा एमसीसी पास गर्नले मरिहत्ते गर्नु भएको उहाँहरु पुराना दलका हैन प्रचण्डजी हाम्रो चाहिँ नि गगन थापा उता चाहिँ हाम्रो केपी ओली उहाँहरुकै मिले मतमा पास भएन एमसीसी अस्तिको दिन त गोरो गोरो मान्छेहरु टोलो 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 गर्दै थियो अकुन दिन बन्दुक लिएर टोलो 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 गर्दै झापामा आइपुग्छ दमकमा हैन अनि तपाईहरुले स्वागत गर्ने होला नि के गर्नुहुन्न खै को नि है
है बा ढोल झेम्टा लिएर होइन तपाईँको चाहिँ पञ्चे बाजा लिएर फेरि टल बन्दुक बोकेर आइराखेको M16 बोकेर चाहिँदैन हामीलाई त्यस्तो विदेशी सेना चाहिन्छ र किन चाहियो हो सेना यहाँ बेसरी लडाइँ गर्नुपर्ने बेसरी बम पड्काउनु पर्ने ठाउँ र यो एउटा आलु फलाउनु सकेको छैन होइन हामीले जमिनैभरि बम बारुद तपाईँको रोपेर हुन्छ यो देशमा त्यसो भएको कारणले गर्दाखेरि केपी ओलीलाई भोट हाल्नु हुँदैन के हाल्नुहुन्छ कि हाल्नुहुन्छ भने जेसुकै गर्नुहोस् है मेरो मात्रै देश होइन के मैले दुःख गरेर हाल्नु हुँदैन भन्छु म चाहिँ माटो चुनाव चिन्हमा हाल्नुहोस् भोट अब यतापट्टि फेरि अर्को उम्मेदवार छ खतरा टक्कसँगले चाहिने चस्मा लाएर है गरिबलाई लात्ताले भाग भाग क्या ऊ आफैले हान्नु पर्दैन पुलिस लगाएर हानिहाल्छ नि होइन बिचरा तपाईँको चाहिँ मकै पोल्दै गरेकोलाई घाँटीमा ल्याउँथ्यो के शासन हौ त्यो के शासन हो चलचित्रको पनि ट्रेलर हुन्छ क्या ट्रेलर कास्टिङ भन्छ चलचित्रको कास्टिङ हुन्छ कि हुँदैन फिल्मको है दिनको पनि बिहानी हुन्छ मर्निङ सोज द डे भने जस्तो मान्छे कस्तो हो भने चिन्नु नि अहिले फेरि सुकुम्बासीतिर गएर ए जग्गा चाहिएको पुरानो सरकारले पहिला सुकुम्बासीलाई चाहिँ यत्रो सुकुम्बासी त्यहाँ है 400 जना नगर प्रहरी सुकुम्बासीहरूले बिचरा सुकुम्बासीमा बस्नेहरूले पनि खुकुरी सुकुरी निकालेर आइसकेपछि रक्तपात होला कि जस्तो भएर उसको तपाईँको त्यो होइन कमान्डर के राजु के अरे राजु के जति उसको टाउको फुटेको है के हो यो छक्क पर्छु त्यो खालको मान्छेले भोट हाल्न आँटेको तपाईँहरूले म त छक्क परिरहेको छु है अब तपाईँको चाहिँ नि अघि भर्खर मैले के सुने भन्दाखेरि केपी ओलीलाई हराउनुकै लागि भए पनि घन्टीमा चाहिँ भोट ओइराउनु पर्छ अरे होइन यो देशलाई विदेश बनाउने हो भनेको अहिलेको सरकार पनि घन्टीकै सरकार हो क्या घन्टीकै सरकार हुँदाखेरि तपाईँको चाहिँ अमेरिकी सेना परेड खेल्दैछ त्यहाँ बुझ्नु न त्यति कुरा है त्यसले गर्दाखेरि म भन्न चाहन्छु चस्मा लाएर टक 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 मुखदिनेलाई हुँदैन है तपाईँको घरको तपाईँको खेतको तपाईँको बारीको तपाईँको छैन होइन जीवनको तपाईँको स्वास्थ्य र शिक्षाको नजिकबाट अवलोकन गरेर तपाईँसँगै तपाईँको छैन घुलमिल गरेर तपाईँको प्रतिनिधित्व गर्ने र सदनमा तपाईँहरूको चाहिँ आवाज उठाउने मान्छे चाहिन्छ तपाईँहरूलाई त्यो चिज र त्यस्तो प्रतिनिधि चाहिँ हाम्रो समीर तामाङ रहेको कुरामा जानकारी गराउन चाहन्छु अल्छी लाग्यो नत्र फेरि गीत सुनाउनु पर्यो भनेर नि है म यहाँहरू सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु थुप्रै कुराहरू छन् है जेनजीको आन्दोलनको कुरा गरौँ यहाँ जेनजी कति हुनुहुन्छ यसो हात उठाउनु त सबै जेनजी हो मनग्गे थुप्रै रहेछ राम्रो बुझौँ है जेनजीले कुरा बुझ्नुपर्छ फेसनको पछाडि दगुर्ने होइन फ्यासनको पछाडि दगुर्ने हो भने भोलिदेखि समीरलाई पनि मैले कालो चस्मा लाएर भोट माग्नु भन्छु कालो चस्मा लाउँदाखेरि भोट दिने हो त नत्र अहिले दमक बजारमा यो कि थान राम्रो खालकै किनिदिन्छौँ हामी यस्तो लाएर टक टक गरेर बसिरहेको छ ऊ पनि होइन तपाईँहरूको घर बनाउँदै गरेको देख्छु म त कहाँ बाँसकै भए पनि साँगो थाप्दै गरेको देख्छु होइन गाडीमा गरेर घर दैलो गरेको देख्दिनँ बिचरा कुद्दै घर दैलो गरेको देख्छु है कालो चस्मा लाउनेको चाहिँ श्रीमती उम्मेदवार हो कि ऊ आफै उम्मेदवार हो श्रीमतीले फेरि घर दैलो गरेको देख्छु अच्छा मन लाग्छ हो भन कति हाँस्नु पनि पर्ने यो खालखालकै नमुना देखियो यो टोड्का परेको आँखाले होइन खालखालकै नमुना पनि देख्नु पर्ने कालो चस्मा लाउने साथीलाई मैले जेनजी आन्दोलन भन्दा अगाडि निकै मान्थे है मैले पनि हट्टेरी हो या मान्छे राम्रै हो भन्थे साथ पनि दिएकै हो जेनजीको आन्दोलन हुँदाखेरि के भयो ल जानु है गर्नुपर्छ भन्नुभयो बिचरा केटाकेटी होइन स्कुलको ड्रेसमा झोला बोकेर किताब बोकेर त्यो किताबसँग त्यहाँ मरिराखेको अहिले तस्बिरहरू भाइरल भइरहेछ किताब बोकेर आन्दोलनमा गइराखेको छ टाउकोमा गोली हान्दिराखेको छ अर्को उसको साथी चाहिँ फेरि उसको गिदी पक्रेर बौलाइराखेको छ होइन
अब के गर्ने अब आत्तिएर नि गरिन्छ। कतिको खुट्टा छैन, कतिको आँखा छैन, कतिको च्याफु गइराखेको छ। मैले त खुद हेरेको त्यहाँ तपाईँको ट्रमा सेन्टरमा। आउनु न बालेन दाई, आउनु सम्हालिदिनु देश भन्दाखेरि कहाँ गयो है। महिना लुकेर बसेर हिजो आज चाहिँ प्रधानमन्त्री बन्छु भनेर चाहिँ 1000 पुलिससँग कुदिनेको देख्छु। मैले बारम्बार भनेको छु, अहिलेको गृहमन्त्री र अहिलेको आइजिपीको स्पष्टीकरण लिन्छ श्रम संस्कृति पार्टीले है। भयभरको पुलिस चाहिँ बालेनको अघि पछि किन पठाएको? हामी पनि त उम्मेदवार हो, खै त हाम्रो त छैन त्यस्तो सेक्युरिटी। तर हामीले चाहिँदैन पनि, किनभने गलत काम गरेका छैनौँ। अनि त्यो मान्छे लुकेकै भाइ त्यसलाई हेर्नु अहिलेसम्म गएन। हिजो अस्ति चुनावको बेला चाहिँ भोट दिन्छ कि भनेर गयो कि बा 5 मिनट हैन, 5 मिनट आएको थियो। अन्त्येष्टि गर्नका लागि त्यत्रो मान्छे रुँदै गयो, त्यहीबाट त्यहाँ गएन। तर यो देश जलिराखेको बेला यो देश सम्हाल्नु पर्छ भनेर जाने मान्छे म चाहिँ थिएँ है। त्यसो भएको कारणले गर्दाखेरि पनि त्यो मान्छे न स्पष्टसँग बोल्छ। यो पत्रकार यही उहाँ हुनुहुन्छ, यहाँ पत्रकारिता आउनु यता तपाईँको अनुहार पनि देखाउँछ, यता तपाईँलाई चिनाउँछु है त। हाम्रो नवीनजी धरानको पत्रकार, दरो खरो प्रश्न राख्ने पत्रकार है। हुन्छ, धन्यवाद। उहाँले अस्ति एउटा प्रश्न सोध्नु भएको, तपाईँको चाहिँ बराह क्षेत्र मन्दिरमा रहेछ गरेर तपाईँको क्यामेरै फाल्दियो। म तपाईँहरूलाई वचन दिन्छु, हर्क साम्बाङ जुन ठाउँमा पुगे पनि पत्रकारसँग दूरी राख्दैन। पत्रकारको प्रश्नदेखि भाग्दिनँ म। सोध्नु, जे सोध्दा हुन्छ सोध्नु है, सार्वजनिक विषयहरू सोध्नु, तर है ती कुराहरूको उत्तर दिन्छु म। त्यो मान्छेले उत्तर पनि दिँदैन, कहिले भाषण पनि गर्दैन। के हो यसो गरेकोमा भोट दिइहाल्ने हो? छक्क पर्छु। अनि घन्टी हल्लाको छ बाबा। घन्टी भनेको त मन्दिरमा राख्ने है। म पनि तपाईँको चाहिँ मन्दिर गएर श्रद्धा, अब हिजो पनि तपाईँको चाहिँ के अरे होइन, पाथिभरा माता लगायत चाहिँ विभिन्न देवी देवतालाई मैले पनि ढोगेँ है। यो देशको शान्ति सुरक्षा मैले मागेँ है। म पनि मन्दिर जान्छु, घन्टी हल्लाउँछु। तर दिनभरि रातभरि घन्टी किन हल्लाएको भनेको के घन्टीको अपमान भएन? यो बारेमा पनि सोच्नुपर्छ। के अरे तपाईँको छैन, यो बारेमा सोच्नुपर्छ। त्यो जहिले पाए तैले हल्लाउने होइन नि त्यो चिज, होइन र? अनि त्यो पार्टीलाई फेरि भिजन के हो भनेर सोध्नुपर्छ। टुङ भिजन त्यही हो है। शैक्षिक क्रान्ति कसरी गर्ने, आर्थिक विकास कसरी गर्ने, यो देश कस्तो बनाउने, एमसीसी को बारेमा के छ? पछि कानुन पनि त्यसरी नै लेख्छ कि साथीहरूले। त्यो संसदमा गएर त हामीले कानुन बनाउनु पर्दैन भनेको, नीति निर्णयहरू गर्नु पर्दैन। त्यहाँ पनि हा र ओहोइ भनिन्ने हो। त्यो कोका खोलामा पाइप तान्नु लाउँदा श्रमदाताहरू गल्यो होला भनेर मैले ओहोइ भन्नु त भन्थेँ, सबैले ओइ भन्थ्यो। त्यो ओइ भनेर भन्दैन क्या, बजेट भन्दैन, तपाईँको कार्यक्रम भन्दैन, नीति निर्णयहरू। भिजन खोइ है, 1 पैसाको भिजन छैन, 1 थोपा भिजन छैन। त्यस्ता मान्छेलाई फेरि जिताउनलाई झापा 5 चाहिँ रेडी भइराखेको छ अरे भन्ने कता यसो हावा चले जस्तो सुन्छु। गल्ती नगर्नुहोस् है, गल्ती नगर्नुहोस्। यो देशको माया लाग्छ भने, हामी सबै नेपाली हौँ र नेपालीको यो देश रहनुपर्छ भने, यहाँ विदेशी चलखेल, विदेशी हस्तक्षेप बन्द गर्नुपर्छ भन्ने हामीलाई दिल लाग्छ भने, चुनाव चिन्ह अञ्जुलीको माटोमा भोट हाल्नुहोस्। यो देश बचाउने जिम्मा लिन्छु म है। हिजो जेनजीको आन्दोलन पछाडि है सबै मान्छेहरू लुकेर बसिरहेको बेला यो देश सम्हाल्न निस्किने मान्छे पनि हो नि म, होइन? फेरि एकचोटि हामी आएका छौँ। त्यतिखेर पनि जेनजीले पहिला चाहिँ हर्क घर फर्क भनेपछि त तपाईँको चाहिँ झनकुट्टी बनाउँदै लाँदै थियो त्यसरी। अनि त्यतिखेर हर्क साम्बाङलाई भन्नुपर्ने रहेछ गर्दै थियो, के गर्ने होइन?
खोइ के पनि गरिसक्यो बाटो देख्यो भने जस्तो क्या होइन खोइ के पनि गरिसक्यो दैलो देख्यो भने जस्तो पछुतो गरेर हुन्छ अहिले पनि म नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई भनिरहेको छु यतिखेरै तपाईँहरूले बुझ्नुपर्छ यो देशको स्वाधीनताको पक्षमा श्रम संस्कृति मात्रै खुलेर आएको पार्टी हो विदेशी सिद्धान्त घोकेर विदेशी सिद्धान्त बोकेर आएको पार्टीहरूले 70 वर्ष 80 वर्षदेखि हामीलाई चाहिँ भाषण सुनाइरहेका छन् दशकौं 40-50 वर्षदेखि शासन गरिरहेका छन् ती मान्छेहरूले के गर्न सक्यो यो एउटा बाटो त बनाउन सकेन यो बाटो पनि अहिले ऋण लिएर बनाउँदै होला होइन तपाईँ हाम्रो टाउकोमा 30 खर्ब जति ऋण लागिसक्यो ऋण लिएर विकास गर्छु भन्छ होइन तै कसरी भात खान्छस् भन्दाखेरि फल्नाले मलाई छापटी दिन्छ यो घरबाट म ऋण ल्याउँछु अनि दसैँ मनाउँछु यताबाट म ऋण ल्याउँछु तिहार मनाउँछु यताबाट ऋण ल्याउँछु म माघे सङ्क्रान्ति बनाउँछु भनेर हुन्छ त्यसो भएको कारणले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु भिजन भएको पार्टीलाई दूरदर्शी पार्टीलाई होइन तपाईँको चाहिँ नि स्वाधीनताको पक्षमा रहेको पार्टी श्रम संस्कृति पार्टीलाई तपाईँहरूले भोट हाल्नुपर्छ त्यो चिज हो म यहाँहरू सबैजनालाई त्यो भन्न चाहन्छु सिंहदरबार भत्काउने सिंहदरबार जलाउने दुवै खालका मान्छेहरूलाई होइन यसपालि यो देश बनाउने अठोटका साथ निस्केको मान्छेलाई जिताउनुपर्छ त्यो उम्मेदवार हो समीर तामाङ यो समीर तामाङ भन्ने मान्छे होइन मैले किन यहाँ गएर चाहिँ चुनाव लड्नु भनेर मैले भने भन्दाखेरि मैले जब जति के अरे हाम्रो समीर तामाङज्यूलाई चिन्दछु उति जति दिन मैले चिनेको छु इमान्दार मान्छे हो हिजो यहाँनिर आउँदाखेरि पनि हिँड्दै हिँड्दै रक्तम्य खुट्टा बनाएर आएको जस्तो मलाई लाग्यो होइन है गाडीमा आउँदा हुन्थ्यो होला नि त हामीलाई त दाल पानी र माल पानीले त गाडी दिएको छैन तै पनि बसमा आउँदा पनि हुन्थ्यो होला है तर एउटा सङ्घर्ष म झापा 5 मा जाँदै गर्दा पनि म सङ्घर्ष गरेर जान्छु भने एउटा तपस्याका साथ आएको भाइ हो कि होइन ऊ त्यसो भएको कारणले कतिले चाहिँ भन्छले टुरिस्ट नेता टुरिस्ट केही पनि हुँदैन हामी सबै नेपाली हो मेचीदेखि तपाईँको चाहिँ महाकालीसम्म के अरे तपाईँ लिपुलेक लिम्पियाधुरासम्म हाम्रो तपाईँको चाहिँ जमिन हो जहाँ पनि हामी उठ्न सक्छौँ जहाँ पनि हाम्रो उम्मेदवारी हुन सक्छ कतिले चाहिँ झापाको परेन भन्ने कुरा पनि छ त्यो कुरा गलत हो म यहाँहरू सबैजनालाई यसरी बुझ्नको लागि पनि निवेदन गर्न चाहन्छु यी मान्छेहरू जो मान्छेहरूलाई मैले टिकट दिएँ श्रम संस्कृतिले टिकट दिएर आएका छन् यी मान्छेहरूबाट भोलिको दिनमा भ्रष्टाचार हुँदैन राष्ट्रघात हुँदैन किनभने शीर्षस्थ स्थानमा म रहेको हुन्छु उहाँहरू आफै पनि इमान्दार हुनुहुन्छ उहाँहरू चाहिँ इमान्दार हुनुहुन्न भन्नु खोजे होइन मैले यतिखेर फेरि होइन उहाँहरूलाई कन्ट्रोल गर्ने मान्छे म हुन्छु है अर्क साम्बाङले काम गर्छ जस्तो लाग्छ तपाईँहरूलाई कस्तो खालको काम गर्छ म सानो इक्जाम्पल दिन्छु 2-4 ठाउँमा दिइसकेको कुरा नयाँ कुरा होइन 62 अर्ब ऋण लिएर 25 किलोमिटर नाथे दूरीबाट पानी ल्याउनका लागि 25 वर्ष लाग्दाखेरि पनि पानी खुवाउन सकेको छैन यी पुराना पार्टीहरूले मात्र 98 दिनमा सरकारी पैसा 1 रुपैयाँ पनि नलगाइकन जनतालाई आह्वान गरेर 98 दिनमा 43 किलोमिटर टाढोबाट पानी लिएर खुवाउने मान्छे अर्को सामु है यसरी दाँच्नुहोस् 98 दिन 25 वर्ष मिल्दै मिलेन 62 अर्ब ऋण सरकारको 1 रुपैयाँ नलगाई मिल्दै मिलेन यो त अनौठो भयो है के भयो कुरा बुझ्नुभयो नि 25 किलोमिटर यतापट्टि 43 किलोमिटर त्यो मोडलमा काम गर्न सक्ने मान्छेहरूको सामु अब त्यो खालको मान्छे यो देशमा प्रधानमन्त्री तपाईहरुलाई चाहिन्छ भने तपाईहरुले हाम्रो उम्मेदवारहरूलाई पनि तपाईको छ नि जिताइदिनु होला अल्छी लाग्यो तपाईहरुलाई दुईटा हात त्यस्तो देखाइदिनु त एकचोटी यस यो दुईटा हात हेर्नुपर्छ अब यो दुईटा हातमा छ शक्ति यो दुईटा हातमा छ तपाईको चाहिँ परिवर्तन गर्न सक्ने होती हामी यो देश बनाएर देखाउने छौं पाखुरा बजाएर देखाएर तपाईको बनाएर देखाउने छौं हामी तपाईहरु उठेपछि अब हामी उठेपछि यो देश बन्दैन भन्ने कुनै तपाईको चाहिँ गुन्जाइस रहँदैन शंका रहँदैन
तपाईँ काम गर्न तयार हुनुहुन्छ? हो, त्यो काम गर्ने तपाईँको चाहिँ जोस जागरणको अभियान पनि हो श्रम संस्कृति। म यहाँहरू सबैजनालाई यो अनुरोध गर्न चाहन्छु, हाम्रो दुईटा हातमा जति शक्ति छ त्यति शक्ति केही कुनै मसिनमा छैन संसारमा, तर हाम्रो मनमा यो देश बनाउने इच्छा शक्ति हुनुपर्छ। यहाँहरू सबैजनालाई निवेदन गर्न चाहन्छु, यहाँहरू सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। धेरै कुरा राख्दिनँ। अब हाम्रो देश हामीलाई चाहिन्छ, हाम्रो देशमा विदेशी हस्तक्षेप हुनु हुँदैन भन्ने कुरामा हामी सबैजना सहमत छौँ कि छैनौँ? हो, यो देशभन्दा ठुलो हुँदैन विकास। अहिले आएका भोट माग्दै आएका मान्छेहरूलाई तपाईँहरूले एउटा कुरा सोध्नु न। भोट माग्दा आउँछ नि, नमस्ते हजुर टिङ्लिङ टिङ्लिङ अथवा केही बोकेर आउँछन्, जेसुकै गरौँ है, जतिसुकै जाउँ होइन, जेसुकै गरौँ। उनीहरू आउँदाखेरि तपाईँहरूले एउटै कुरा सोध्नुहोस्, एमसिसी बारे तपाईँहरूको धारणा के छ भनेर सोध्नुहोस्। मुखमा बुच्चो लागेन छ भने मलाई भन्नु है। त्यसले गर्दाखेरि यो देशको सार्वभौमसत्ता, यो देशको स्वाधीनतामा आँच आउने असमान सन्धि सम्झौता गर्ने मान्छेहरूलाई हामीले यसपालि भोट हाल्नु हुँदैन। भोट हाल्छौँ त हामी? हाल्नु हुँदैन। म यहाँहरू सबैजनालाई यो निवेदन गर्न चाहन्छु। अब हर्क साम्पाङको टिम श्रम संस्कृतिले चुनाव जितिसकेपछि चाहिँ के गर्छ होला, तिमीहरूको एजेन्डा चाहिँ के छ भनेर सोद्धा हामी चाहिँ भन्दैनौँ हामीलाई जिताउनु पछि देखा जाएगा भन्दैनौँ है। हामी के भन्छौँ? हामी यो देशमा आमूल परिवर्तन ल्याउँछौँ, शिक्षामा परिवर्तन ल्याउँछौँ, कृषिमा परिवर्तन ल्याउँछौँ। यो देशलाई औद्योगिकरणमा लानुपर्छ, कृषि नगरी औद्योगिकरण हुँदैन है। तमाम मान्छेलाई यही देशमा गरी खाने वातावरण हामी बनाउँछौँ। हर्क साम्बाङ झुटो बोल्दैन है। तपाईँहरूलाई लाग्छ कुनै शङ्का लाग्छ भने भन्नु होला, म लामो बुझाउन तपाईँको चाहिँ तयार छु, तर मलाई लाग्छ तपाईँहरूलाई शङ्का लाग्छ जस्तो मलाई लाग्दैन है। हामीले के काम गर्न सक्छौँ भन्ने सानो उदाहरणहरू हामीले देखाएका छौँ। धरान उपमहानगरपालिकाको नगर प्रमुख भएर उद्योगहरू खोल्न चाहे मैले, अनेक परीको मुद्दा लगाए तर जबरजस्ती भए पनि खोलेँ। म तपाईँहरूलाई एउटा कुरा भन्न चाहन्छु, हर्क साम्पाङको नेचर के हो भन्दाखेरि हर्क साम्पाङ जतिको जबरजस्ती मान्छे कोही पनि छैन संसारमा। के कुरामा हर्क साम्पाङले जबरजस्ती गर्छ त भन्दाखेरि यो देश उठाउनु पर्छ भन्ने कुरामा जबरजस्ती गर्छ, यो देश बचाउनु पर्छ भन्ने कुरामा जबरजस्ती गर्छ, यो देश बनाउनु पर्छ भन्ने कुरामा जबरजस्ती गर्छ। यो हाम्रो प्रतिबद्धता मात्रै नभएर जबरजस्ती नै हो। यसरी जबरजस्ती गर्दाखेरि मलाई घमण्डी भन्छ। यदि यो देश बनाउनका लागि जबरजस्ती गर्दा म घमण्डी बन्छु भने भन्छन् भने ठिक छ, म घमण्डी नै हो। यो देश बचाउनुका लागि म कराउँछु। विदेशी दलाललाई तपाईँको त दलालै होस्, त फटा नै होस्, त चोरै होस्, त तपाईँको चाहिँ नि राष्ट्रघाती नै होस् भनेर मैले गल्ती गरेका मान्छेहरूलाई भन्दाखेरि म घमण्डी हुन्छु भने ठिक छ, म घमण्डी नै हो है। यो घमण्डीलाई तपाईँहरूले देश बनाउने ठाउँमा, देश बचाउने ठाउँमा पुर्याइदिनुहोस्। यो देशमा माटोको कसम खाएर हातमा साक्षी राखेर भन्छु, यो देशमा विदेशी चलखेल हुन दिने छैन। म विदेशीको पाउमा झुक्दिनँ म है, आधी देखेर लुक्दिनँ म है। विदेशीको पाउमा यो देशको राष्ट्रिय झन्डालाई झुकाउँदिनँ म। राष्ट्रिय स्वाभिमान भन्दा माथि मेरो तपाईँको चाहिँ कुनै पनि लक्ष्य पनि छैन, कुनै पनि स्वार्थ पनि छैन भनेर म लाग्छु। यदि मलाई तपाईँहरूले मौका दिने हो भने मैले उठाएका उम्मेदवारहरूलाई तपाईँले जिताउनुपर्छ। मैले राष्ट्रिय बहस पनि चाहेको छु है। बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, गगन थापा, केपी ओली लगायत को आउने हो, पार्टीका शीर्षस्थ मान्छेहरूसँग एउटा राष्ट्रिय मिडियाले बहस गराओस्। त्यहाँ हामी बहस गर्छौँ। म सोध्छु, उहाँहरूलाई सोध्छु, यो देशको सिमानाको बारेमा सोध्छु, यो देशको स्वाधीनताको बारेमा सोध्छु, यो देशको अर्थतन्त्रको बारेमा सोध्छु, यो देशको शैक्षिक क्रान्तिको बारेमा सोध्छु, यो देशका तमाम जेनजीको भविष्यको बारेमा सोध्छु। उहाँहरूले के उत्तर दिनुहुन्छ? उहाँहरूले पनि प्रश्न लिएर आउनुहोस्, मलाई जे सोध्दा पनि हुन्छ, म त्यसको उत्तर दिन सकिनँ भने राजनीति गर्दिनँ। श्रम संस्कृति पार्टी बन्द गरेर म आफ्नो मेलो गरेर बस्छु। छैन उहाँहरूसँग है, छैन।
के कार्यक्रम गर्ने अरे भन्छ, त्यो कार्यक्रम गर्ने बोलाउने सूचीमा हर्क साम्बाङ चाहिँ होइन अरे। के भनेको त्यो हर्क साम्बाङको चाहिँ त्यो किन सूचीमा नलेख्ने भन्दाखेरि उसलाई बोलायो त धोती खुस्काइदिइहाल्छ, पहिल्यै राउन्डमा धोती खुस्काउँछ नाङ्गै कुद्नुपर्छ, बेइज्जत भइहाल्छ होइन, बेइज्जत भइहाल्छ। अनि बेइज्जत भइमाग्छ कोही। म मिडियालाई पनि भन्न चाहन्छु, पत्रकार जस्तो बन्नुपर्छ है। विदेशबाट ल्याएको पैसाले होइन, विदेशी तपाईँको छैन, उनीहरूको छ नि विभिन्न खालका प्रभु शक्तिले फालेको पैसाले तपाईँको घर बनाइदिएको छ, तपाईँको मन्थली तपाईँलाई पेमेन्ट गरेको छ भन्दैमा तपाईँले उसको पक्षमा मात्रै लेख्ने, राष्ट्रवादी शक्तिको पक्षमा नलेख्ने भन्ने होइन, लेख्नुपर्छ है। कसरी प्रधानमन्त्री बनाउने अरे भन्दाखेरि मिडियामा बेसरी हाइलाइट गर्ने अरे ए फल्ना त भगवान भन्ने बनाउने अरे, सबै मान्छेलाई हो कि के हो भन्ने लाग्ने अरे क्या है, होइन यसो अरे हो कि के हो जस्तो लाग्ने अरे है। बाँदरलाई नि होइन, बाँदरलाई लिस्टमा चढाइदिएको नि बाँदरलाई नै ल यो त हाम्रो देशको राजै रहेछ हो क्या हो भनेर मान्छेले त्यो खालको मिडिया मेनिपुलेसन नगर्नुहोस् है। साँचो कुरा बोल्नुहोस्। यो देशभन्दा माथि केही पनि छैन, न पत्रकारिता छ, न राजनीति छ, न केही पनि छैन, न पार्टी छ, न जाति छ, केही छैन। यो देशभन्दा माथि केही पनि देख्दिनँ म चाहिँ। त्यो देश बचाउने कुरा हो, यो त्यो देश बनाउने कुरा हो। म यहाँहरू सबैजनालाई हार्दिक निवेदन गर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यहाँहरू सबैजनालाई बोर पनि लागिसक्यो होला, बोर लाग्यो। अब एउटा फेरि गीत के गाएको छ भन्दाखेरि हर्क साम्बाङलाई कसरी डाउन गर्ने भनेर के भन्छ भने हर्क साम्बाङ त जातिवादी पो त है। राम्रो बुझ्नु है, विरोधीले भनेको, तपाईँहरूले होइन, विरोधीले भनेको होइन, जातिवादी। अच्छा मन लाग्छ है। जसले चरालाई माया गरेको छ, मुसालाई माया गरेको छ, जसले तपाईँको झिङ्गालाई माया गर्छ, जसले चाहिँ किरालाई माया गर्छ, फटेङ्ग्रालाई माया गर्छ, बिरुवा रोप्दै गर्दाखेरि सर्प देख्यो भने भाइ सर्प पनि नमार है, त्यसलाई उचालेर उता पर व्यवस्थापन गर्नुपर्छ भन्ने खालको मन भएको मान्छेले मान्छेलाई घृणा गर्छ त। म त्यो खालको मान्छेले के भन्न खोजेको है। हर्क साम्बाङको पार्टी त जातिवादी पार्टी भयो अरे होइन। यहाँ उम्मेदवारहरू पनि उतापट्टि चाहिँ नि हाम्रो होइन केशव भण्डारीज्यू, यतापट्टि हाम्रो मिका दुलालज्यू, यतापट्टि हाम्रो दीपक तिनसिनाज्यू हुनुहुन्छ। उहाँहरू चाहिँ के तपाईँको छैन, मैले राईहरू पर्नुभयो त, उहाँहरू राईको पार्टी पनि भन्नुहुन्छ होइन। एमाले हामीले कहिले के अरे बाहुनको पार्टी भन्यौँ, कङ्ग्रेसलाई बाहुनको पार्टी भन्यौँ, रवि लामिछानेको पार्टीलाई बाहुनको पार्टी भन्यौँ, अनि हर्क साम्बाङले खोलेको पार्टी चाहिँ राईको पार्टी कसरी भयो? अच्छा मन लाग्छ भन्न। त्यो खालको तपाईँको अफवाह नफैलाउनुहोस् है। राष्ट्रवादी भन्नु न, राष्ट्रवादी। हर्क साम्बाङ चाहिँ राष्ट्रवादी होइन। यो देशको स्वाधीनता बचाउने, सिमाना बचाउने, माटो बचाउने, यो देशका संस्कार संस्कृति बचाउने, यो देश बचाउने, देशका प्रकृति बचाउने, देशका मौलिक प्रविधि बचाउने, देशका सम्पूर्ण रीतिरिवाज र भाषा भाषिका बचाउने भन्ने कुरा लिने मान्छे राष्ट्रवादी मान्छे पो त है। विदेशी दलालहरूले है लगाइदिएको नाम चाहिँ जातिवादी अरे। त्यसो नभन्नुहोस्। मैले बनाउन चाहेको, मैले बचाउन चाहेको देश तपाईँको सन्तानको लागि पनि बस्नुपर्छ। तपाईँको सन्तानको लागि पनि म यहाँ कराइरहेको छु भोक्रो फुलाएर है। तपाईँको रक्षा र उन्नतिका लागि पनि मैले यहाँनिर बोल्नु परिरहेको छ, काम गर्नु परिरहेको छ, काम गर्नेछु भने जातिवादी भनेर तपाईँहरूले गाली गर्नु हुँदैन। कुन किसिमले जातिवादी भयो? अचम्म लाग्छ। मान्छेको त्यो नहुने कुरा के यता लगाइदिएको छ, उतालाई कसो गर्ने, के गर्ने है। राष्ट्रघाती मान्छेहरूले राष्ट्रवादी मान्छेलाई चाहिँ अनेक परीको तपाईँको छैन होइन गाली गरिरहेको अवस्था छ। यहाँहरू सबैजनालाई म भन्न चाहन्छु, यसको पछाडि नलाग्नु होला। म सबैजनालाई अनुरोध गर्न चाहन्छु। धेरै छन् कुराहरू, थुप्रै कुराहरू छन्, तर म धेरै कुरा राख्न चाहन्न। अब अन्त्यमा मैले हाम्रा उम्मेदवारहरूलाई उठ्नका लागि अनुरोध गर्न चाहे। अरू एकजना उम्मेदवार कता जानुभयो? एकजना उम्मेदवार हाम्रो केशवजी
एकछिन तपाईँसँग म बात मार्छु ल ल त्यो अघि मैले राखिदिएको माटो कहाँ छ माटो कहाँ छ त्यहाँ पछाडि मैले माटो राख्न लगाएको थिएँ हो राख्न लगाएको थिएँ त्यहाँ मैले माटो कहाँ गयो हो र ल अब म यी उम्मेदवारहरूलाई म कसम खुवाउँछु तपाईँहरूको छेउमा म कसम है अर्को उम्मेदवार कता जानुभयो ल हो त्यो उहाँको अञ्जुलीमा दिनुहोस् के अरे अञ्जुलीमा दिनुहोस् त लु है अल्छी लाग्यो अघि यहाँ घाम थियो पर पुगिसक्यो लाग्यो होला नि अल्छी त है ल उहाँहरू चारैजना इनफ्याक्ट 5 जना हुनुहुन्थ्यो एकजना चाहिँ कता जानुभयो कता पुग्नुभयो उहाँ ल औ अब एकछिन एउटा गीतमा नाच्नु पनि पर्छ एकछिन लास्टमा छ है अब यी उम्मेदवारहरूले माटो छोएर कसम खानुपर्छ है तपाईँहरू भ्रष्टाचार गर्नुहुन्छ भन्नुहोस् यहाँ सुन्ने गरी भन्नुहोस् गर्नुहुन्छ भ्रष्टाचार तपाईँहरूले जनतालाई ढाँट्नुहुन्छ सुन्नु भएको छैन ढाँट्दिन भन्दै हुनुहुन्छ है तपाईँहरूले होइन जनतालाई दुःख दिने काम गर्नुहुन्छ तपाईँहरूलाई सोधे होइन यता सोधेको है तपाईँहरूले भ्रष्टाचार गर्नुहुन्छ हो माटो छोएर कसम खाँदै हुनुहुन्छ है तपाईँहरूले यो देशको स्वाधीनतामा आँच आउने त्यो खालको विदेशी दलालीमा कुनै दिन तपाईँको छैन जानेर नजानेर भुलवश या तपाईँको नियतवश कुनै गल्ती गर्नुहुन्छ हो यदि तपाईँहरूले भ्रष्टाचार गर्नुभयो भने भोलि तपाईँहरूलाई हामी बिजुलीको खम्बामा बाँधेर यिनै जनताहरूले तपाईँहरूलाई जुत्ताको माला लगाएर मसो दल दिनेछन् मन्जुर छ तपाईँहरूलाई हो धन्यवाद धन्यवाद उहाँहरूलाई मैले बस्नलाई अनुरोध गरेँ अब यतापट्टि बस्ने जनताले पनि माटो छोएर एकचोटि माटो छुनु त माटो छुनु न है सबैले माटो छुनु बसिरहेको छ भने माटो छुनु न सबैले माटो छुनु त ल अब माटो छोएर तपाईँले पनि मलाई वचन दिनुहोस् है चोर फटाहरूलाई भोट हाल्नुहुन्छ यसपालि यो देश बेच्ने मान्छेहरू एमसीसी का दलाली गर्ने मान्छेहरूलाई भोट हाल्नुहुन्छ यसपालि भ्रष्टाचार गर्ने सुन तस्करी गर्ने मानव तस्करी गर्ने सिंहदरबार जलाउने जेनजीलाई मार्ने है मार्नलाई उक्साउने यी फटाहरूलाई तपाईहरुले चाहिँ भोट हाल्नुहुन्छ माटो छोएर कसम खानु भएको छ तपाईले पनि यहाँ नेता मात्र इमानदार भएर हुँदैन आदरणीय दाजुभाइ दिदीबहिनीहरु है नेतालाई चुन्ने मान्छे पनि इमानदार हुनुपर्छ किनभने नेता भन्ने आकाशबाट बर्सी झर्ने असिना होइन जंगलमा पलाउने च्याउ होइन त्यो तपाईहरुले नै चुन्ने मान्छे हो यसपालिको झापा 5 ले मिडिया मार्फत हामीलाई हेरिरहनु हुने सम्पूर्णलाई म भन्न चाहन्छु यसपालि देशद्रोहीहरुलाई तपाईहरुले परास्त गर्नुपर्छ है हाम्रा नानीहरुलाई हत्या गर्ने मान्छेहरुलाई परास्त गर्नुपर्छ तपाईहरुले हाम्रा नानीहरुलाई मिसयुज गरेर दुरुपयोग गरेर तपाईको छैन स्कुलको ड्रेसमा आन्दोलनमा होमिनलाई तपाईको आगोको भट्टीमा हाम फाल्न लाउनेहरुलाई हामीले चाहिँ परास्त गर्नुपर्छ हाम्रो देशको शान मान स्वाभिमान हाम्रो देशको सार्वभौम सत्ताको प्रतीक सिंहदरबार जलाउने न्यायालय जलाउने सांसद भवन जलाउने विभिन्न तपाईको छैन प्रहरी कार्यालयदेखि लिएर सरकारी तपाईको अड्डा अदालत जलाउन लगाउने मान्छेहरुलाई पनि यसपालि हामीले पराजित गर्नुपर्छ तपाईहरु तयार हो सम्पूर्ण तपाईको झापा 5 वासी आदरणीय दाजुभाइ दिदीबहिनीलाई म अनुरोध गर्न चाहन्छु यदि यो देशको माया तपाईहरुलाई लाग्छ भने यदि यो देश रहिरहोस् भन्ने तपाईहरुको चाहना यदि हो भने यसपालि श्रम संस्कृति पार्टीको चुनाव चिन्ह अञ्जुलीको माटोमा भोट हाल्नुहोस् तपाईहरु भोट बदल्नुहोस् यो देश हामी बदलेर देखाउने छौं हामीलाई यदि तपाईहरुले बहुमतको सरकार दिएर पनि हामीले तपाईको यो देश बदल्न सकेनौं भने
म यहीबाट घोषणा गर्छु आज सहितसम्मै तपाईँको 10-15 चोटि घोषणा भइसक्यो होला यो देशको नागरिकता त्यागेर म शरणार्थी बनेर जान्छु मलाई यो देशमा बस्नु छैन म सुहाउँदैन भनेर म आई विल क्विट तर तपाईँहरूले विश्वास गर्नुपर्छ अर्को साम्बाङको टिमलाई अर्को साम्बाङको चाहिँ नेतृत्व गरिरहेको श्रम संस्कृतिलाई हामी बनाउने छ यो देश हामी उठाउने छ यो देश कोही मान्छे बेरोजगार भएर भोकै मर्नुपर्ने छैन कोही कसैले औषधि पाएन भनेर तपाईँको अकालमा मर्नुपर्ने छैन कोही गरिब मान्छेलाई धनी भन्ने मान्छेले शोषकी सामन्तीले तपाईँको चाहिँ कजाउन सक्ने छैन शोषण गर्न सक्ने छैन न्याय गर्न सक्ने छैन त्यसको वचन म दिन्छु माटोलाई कसम खाएर दिन्छु है झुटो बोल्न आउँदैन हामीलाई है झुटो बोल्न आउँदैन हामीलाई हामी झुटो बोल्दैनौँ तीखो बोल्छौँ पिरो बोल्छौँ किन भनेदेखि मैले अघि भनिहालेँ नेपाली समाजलाई खोर्सानी बिना भात रुच्दैन अचार बिना हामी भात खाँदैनौँ त्यसो भएको कारणले गर्दाखेरि यस्तो शैलीमा नभोलिकन नेपालीले कुरै बुझ्दैन सुन्दैन पनि त्यसो भएको कारणले गर्दाखेरि हामी बोलिरहन्छौँ यहाँहरू सबैजनालाई म त्यो भन्न चाहन्छु म यो पार्टी भनेर नउफ्रिनुहोस् थाहा छ मलाई पार्टी भनेको के हो भन्ने कुरा है तपाईहरुलाई पनि थाहा छ होला म त यो पार्टीको सदस्य यस्तो उस्तो नभन्नुहोस् हुँदैन हुनेवाला केही पनि छैन गर्दैन के को गर्छ है आज तपाईको चाहिँ नि हामी कस्तो स्थितिमा बाँचिरहेका छौं भन्ने कुरा तपाईलाई राम्रोसँग थाहा छ विदेशबाट पैसा नआओस् त हैन यहाँ हामी भोकै हुन्छौं नाङ्गै हुन्छौं केटाकेटीले पढ्न पाउँदैन यस्तो देश बनाएर जनतालाई गरिब बनाएर जनतालाई चाहिँ तपाईको श्रम शोषण गरेर जनताको श्रमलाई विश्वभर बेचेर दलाली गरेर जनतालाई चाहिँ जहिले पनि तपाईको चाहिँ भेडा बाख्रासरी भोटर मात्रै हो भनेर चाहिँ सोच्ने पार्टीहरूलाई यसपालि हामीले परास्त गर्नै पर्छ यो चेतनाको जित हुन सकोस् यो नेपालीको जित हुन सकोस् मैले सुरुवातमा भनेको शब्द फेरि एकचोटी भन्छु हामी बाँचिरहेको नेपाली हौं कि मरिसकेका नेपाली हौं बाँचेको प्रमाण भनेको सास फेर्नु भात खानु हिँडुल गर्नु र घरमा बस्नु मात्रै होइन सजीव हुनुलाई मात्रै जीवित हुनु भनिदैन सजीव हुनु साथसाथै सचेत पनि हुनुपर्छ सचेत नभइकन हाम्रो बौद्धिक क्षमता र विवेक हामीले प्रयोग गर्न नसक्ने यदि छौं भने हामी बाँचेको मान्छे होइन मरिसकेको मान्छे यो देश मरिएको मान्छेहरुको देश हो कि बाँचिरहेको जीवित मान्छेको देश हो यदि यो देश बाँचेको नेपालीहरुको बाँचिरहेको जीवित नेपालीहरुको जीवित देश हो भने यसपालि हामीले जिउँदो लास भएर पुराना दलहरुलाई होइन यसपालि हामी जिउँदो मान्छे भएर जिउँदो तपाईको छैन के रे सचेत मान्छे भएर अन्जुलीको माटो चुनाव चिन्हमा प्रत्यक्षतर्फ समानुपातिक तर्फ यहाँ धेरै भ्रमहरु फैलाएका रहेछन् समानुपातिकमा चाहिँ यसलाई हाल्ने उसलाई हाल्ने हाम्रो कुनै त्यस्तो सन्थ्यो तपाईको छैन गठबन्धन छैन यो पार्टीको सबैभन्दा आधिकारिक व्यक्ति मैले पनि आएको पार्टी हो यो मेरै विचारबाट निर्दिष्ट पार्टी हो त्यसले गर्दाखेरि मेरो मुखबाट जे निस्किन्छ त्यो मात्रै आधिकारिक हो कोही कसैले बजारमा के कुरा गायो चिया पसलमा के भन्यो भन्ने कुरा होइन मैले फेरि चिच्याएर दोहोऱ्याइरहेको छु श्रम संस्कृतिले कोही कसैसँग गठबन्धन गरेको छैन गर्नेवाला छैन त्यसो भएको कारणले श्रम संस्कृति एक्लै चुनाव लड्छ अन्जुलीको माटो चुनाव चिन्ह प्रत्यक्ष र समानुपातिक दुवैतर्फ तपाईहरुले हालेर यसपालि दुईवटा मतपत्र हुन्छ दुईवटै मतपत्रमा एक छाप माटो चुनाव चिन्हमा हालेर एक छाप दुईटा बाकसमा तपाईहरुले लगाइदिनु भयो भने चैतको पहिलो हप्तामा नेपालीको सरकार बन्ने छ विदेशीको होइन नेपालीको सरकार पहिलो चोटि यो देशको इतिहासमा बन्ने छ पुराना दलहरुलाई विदेशीले जुत्ता शोषर प्रयोग गरे फाटेपछि फाटेको जुत्ता के गर्छ मिल्काउँछ है एमाले कांग्रेस माओवादीलाई फाटेको जुत्ता बनाएर फाले विदेशीले अहिले घण्टी हल्लाउने पार्टीलाई तपाईको छैन बत्ती बाल्ने पार्टी होइ केहरुलाई ल्याइराखेको छ नयाँ जुत्ता श्रम संस्कृति कोही कसैको जुत्ता होइन श्रम संस्कृति कोही कसैको जुत्ता होइन श्रम संस्कृति भनेको तपाईको जीवनको भावना तपाईको जीवनको आवश्यकता र तपाईको जीवनको चाहनाको सजीव र वास्तविक मुद्दा हो श्रम संस्कृति तपाईहरुको जीवनको मुद्दा हो देशको मुद्दा हो यो मुद्दा
हामी सधैँभरि तपाईँको चाहिँ नि अमर तरिकाले उठाइरहनेछौँ, सत्यमा रहेर तथ्यमा रहेर हामी बाँचिरहनेछौँ। हामी त्यस्तो देश बनाउनेछौँ जुन देशमा साँचो कुरा बाहेक झुटो कुरा बोलिने छैन भोलिको दिनमा, है। राम्रो कुरा बाहेक नराम्रो कुरा सोचिने छैन भोलिको दिनमा, राम्रो काम बाहेक नराम्रो काम गरिने छैन, कसैलाई षड्यन्त्र गरेर फसाइने छैन, कोही कसैको कोख रित्तिने छैन, कोही कसैले शहीद बन्नुपर्ने छैन, कोही कसैले आन्दोलनमा मर्नुपर्ने छैन, कोही कसै तपाईँको सुरक्षाकर्मीले आफ्नो ज्यान गुमाउनु पर्ने, आन्दोलनकारीले ज्यान गुमाउनु पर्ने। अनि नेता चाहिँ एसी भएको कोठामा खुट्टा हल्लाउँदै बियरको चुस्की खाँदै उस्कीको चुस्की खाँदै बस्ने दिनको अन्त्य हामी गरेर देखाउँछौँ। विश्वास गर्नुहोस् हामीलाई, विश्वास गर्नुहोस् हामीलाई, विश्वास गर्नुहोस् हामीलाई। यदि विश्वास गर्नु भएन भने मैले भन्दैछु भोलिको दिनमा यो देश नरहला, हाम्रो पार्टीको झन्डा नरहला। तर त्यो दिन आउनुभन्दा अगाडि नै म चाहिँ मर्न पाऊँ, म त्यो देश त्यो दिन हेर्न सक्दिनँ। जब चन्द्र सूर्य अङ्कित झन्डाको ठाउँमा अर्को झन्डा आउँछ भने त्यो पल म हेर्न सक्दिनँ, त्यो पल म हेर्न सक्दिनँ। तपाईँ सक्नुहुन्छ? त्यसो भएको कारणले गर्दाखेरि यो देश बचाउने अभियान पनि हो, देश बनाउने अभियान पनि हो। यहाँ सबैजनालाई हृदयदेखि धन्यवाद दिँदै, छोटो भनाइ थियो कि कत्रो थियो? लामो भने मेरो छोटो भनाइ यही अन्त्य गर्दछु। यसपालिको चुनाव चिन्ह माटो, है। सुकुम्बासीको सरकार, गरिबको सरकार, मजदुरको सरकार, किसानको सरकार, गरी खाने वर्गको सरकार, मध्यम वर्गीको सरकार, है। ल लास्टमा भनौँ ल, बेसरी धनीहरूको पनि अलिअलि सरकार। यहाँहरू सबैजनाले मात्रै भन्दैछ, धन्यवाद छ। अब हामी अन्त्यमा एउटा गीतमा नाच्छौँ त ल। श्रम गरौँ नेपाली हो, शरम गर्ने दिन आइसक्यो भन्ने गीतमा सबैजना उठ्नु होला, नाच्नुपर्छ। हुन्छ, हामी त तयार। खोइ प्राविधिक मित्र हुनुहुन्छ?